होममेड हेल्दी भेजिटेबल सुप यसरी बनाएर खानी गर्नुहोस् त त्यो बजारको ढुटो खानै छोड्नु हुनेछ। बिना तेल बिना घिउ बच्चादेखि बुढासम्मको लागि असाध्यै नै राम्रो यो जाडो महिनामा। प्रशस्त मात्रामा भिटामिनहरू पनि पाइने यसको लागि चाहिँ मैले काटकुट बनाएर आफूसँग भएको हरियो धनियाँ, क्याप्सिकम, ब्रोकोली, अदुवा, काउलीफ्लावर, हरियो मटर, हरियो मकै, पालुङ्गोको साग, कागती, टमाटर, हरियो सिमी, लसुन, गाजर, प्याज अझै थप्न सक्नुहुन्छ। अब एउटा भाँडामा चाहिँ आवश्यकता अनुसार पानी राख्ने सिधै, के पनि राखिरहनु पर्दैन। पानी तातोस् या नतातोस्, अलिकति बिरे नुन राख्ने, थोरै मरिचको धुलो, अलिकति चाट मसला, अनि यसमा म चाहिँ 1 चम्चा जति कोदोको पिठो राख्छु। हजुरहरूले चामलको, फापरको अलिकति सातु पनि राख्न सक्नुहुन्छ। मैले थोरै बेसार पनि राखेँ। अब भुक्लु यो पानीलाई उमाल्ने, अनि यो कोदोको पिठो पनि पाक्छ, अनि यो सबै भेजिटेबलहरूलाई सरर राखिदिने। कागती चाहिँ मैले राखेकी छैन, त्यसलाई लास्टमा निचोरेर खाने हो। यदि पिरो खान मन लाग्छ भने हरियो खोर्सानी राख्ने, नभएदेखि धुलो खोर्सानी राखे पनि हुन्छ। अब यो भेजिटेबलहरू आफूलाई कतिको पाकेको मनपर्छ त्यो अनुसार पकाउने। मलाई चाहिँ हाफ बोइल भएको एकदमै मनपर्छ। प्राय यसमा राखेको सामग्रीहरू चाहिँ काँचै पनि खान मिल्ने भएको हुनाले लगभग यतिको पाकिसकेपछि अब म एउटा कचौरा